है। हामी डाङडुङ आइपुग्न लाग्यो क्या? डाङडुङ चाहिँ आइपुग्न लाग्यो क्या? स्तूपान रहेछ त त्यो पल्लोपट्टि है। अहिले त सबै लाइन बनाएको छ। उठ्यो क्या? ओहो उठ्यो हेर्नु मासतिर पेटको दाम छ है। ए हामी चाहिँ डाङडुङ है, डाङडुङ डाङडुङ आफूलाई चाहिँ होइन, हामी चाहिँ हिँड्दै हो है बाइकहरू। ए लालीगुराँस चाहिँ फुल्नु लाग्यो कि अब? लालीगुराँस त फुलै छैन है। यहाँतिर पनि ठिक भइसकेछ। हामी अब डाङडुङको चाहिँ 3 किलोमिटर। ल हामी 3 किलोमिटर है। ल चलाउँ चलाउँ। हो त्यहाँको स्थिति राम्रो छ, भ्यू हेर्नुपर्छ कि होइन? एकदम फर्क खाँदा हो। तर पनि छ। बाटो चाहिँ कस्तो हो फेरि यो है? बाटो चाहिँ यस्तो हो। माथिको यस्तो रमाइलो हुन्छ नि होइन? एकदम चौरे चौर हो। होइन त्यो त हो। बेस रमाइलो छ होइन? लालीगुराँस फुलेको रहेछ त अलि फुलेको धेरै रमाइलो हुन्थ्यो। एकैछिन गर्नुपर्छ कि? एकछिन पछि गर्नुपर्छ होइन? हेरौँ मासतिर हामी लाइफ होइन? वाह दामी दामी। तर तलतिर चाहिँ अलिक रमाइलो थिएन क्या है आउँदाखेरि। यहाँनिर त धेरै रमाइलो ल्याएर आउँदा मासतिर मासतिर वा पिजादेखि चाहिँ रमाइलो भइसक्यो। तलतिरको त बाटो नि राम्रो छैन त्यति होइन? अब हामी उतै भेटौँला नि होइन? त्यो चौरतिर नै त्यो कसो हो बनाएको छैन। सिन पनि त्यस्तै छ। हेलो गाइज, यहाँ चाहिँ चौर गाई है, चौर गाई त्यतातिर पनि छ। अब चाहिँ नजिक आए जस्तो होइन? चलौँ अब हामी हाम्रो गन्तव्यमा पुग्दैछौँ। आइपुग्नु लाग्यो। चौर गाई पनि गाई जस्तो हुने नि होइन? त्यो चौर गाई है, चौर गाई कस्तो हुने चौर गाई? त्यही त म एउटा सिँगै छैन। ल हामी चाहिँ डाङडुङतिर पुग्नु लागिसक्यौँ है गाइजहरू होइन? यताबाट फेरि छैन क्या हो पिच हो।
बिच बाटो सकेछ हो 1 किलोमिटर रहेछ के पो ल ल ल पिजै छैन हौ यार यहाँबाट त पिजै नआएछ पिज भयो त रमाइलो हुन्थ्यो नि होइन अझ 1 किलोमिटर त पिजै नलिएर हिँड्नु पर्ने यो चाहिँ के हो होमस्टे हो क्या थाहा छैन त्यो चाहिँ के हो होइन आइसक्यो त अब चलाउँ के हो यो हिउँ परेछ कि न ए गाडी पनि जानु होइन गाडी पनि जाँदा तान्दैन यार बाइक खतम भयो नि अगाडि हाम्रो बाइक जान्नै खतम भयो के भन्नु नतानेपछि चाहिँ के अन्त होइन हामी चाहिँ पुग्नु लागिसक्यो है स्थान टन्ने घुम्न आइरहेछ होइन पानी पर्न लाग्यो हो पानीपट्टि पर्न लागेको थियो नि त यार होइन जाडो त जाडो है हुन्छ खोइ लालगोस त सक्नु नि जान्थेन उता रातो नि रहेछ नि उयो माथि रातो सो आइपुग्नुलाई चाहिँ हामी चाहिँ जाडो लाग्छ यार चिसो लागेर होइन बाटो त यस्तै हो होइन यता ठाउँ पनि कस्तो छ कि होइन हो यो लालीगुराँस त कस्तो यार सेतो रातो हो यार